तपाईले बोक्नु उहाँ दिदीले लगाइदिनुहुन्छ आमाले हो लुगा आमाले हो तपाईँ चाहिँ कहाँ हो तम्बा टम्बु यसो बिजन टम्बु भन्नु किन तम्बा टम्बु बेला बेला अनि पछाडि जानु सब लागेर
बनाउनु पर्यो नि त बनाउनु हजुर हजुर बिस्तारै यहाँ हेर्नुहोस् दोहोऱ्याइ पनि हेर्नुहोस् मजाले के हो यो कुराकानी भने जस्तो झगडा परिरहेछ यही हो ल ओके ठिक छ महाराजले बोल्यो यताबाट के त हजुर मेरो छोराले चिन्यो त यताबाट वीरबहादुरले चिन्यो भनेपछि कात्रो सादा कातो तामझाम गरेर जान्ती लिएर आइआएर थोरै दिनु भन्छ कहाँ गाडो पर्यो त्यो भन्नुहोस् नभए यो बुद्ध बिल छाड्दैन कहाँ गयो त लुबी बाउ त्यसलाई मुटाएर यहाँले सबैजना धेरै हल्लामा छोडिदिनु भन्ने भन्दै गर्दाखेरि परेको अर्थ तिर्ने हो मरेको अर्थ तिर्ने हो तर यो गाँटो पुग्दैन भन्न जानु पर्यो मरेको अर्थ तिर्ने हो यो गाँटो पुग्दैन मैले तपाईको छोरालाई ढङ्गको मान्छे चिन्छ भएको मान्छेहरू के खाँचो कुरो गर्नु माफ गर्नु हजुर मैले तपाईँको छोरालाई छोरी नदिने विचार मैले मेरो छोरी नदिने विचार शान्ति भाइलाको पानी चिज हो यस्तो पाएको मान्छेहरू खाँचो कुरो के भयो मलाई माफ गर्नुहोस् होइन मैले मेरो छोरी तपाईँको छोरालाई नदिने निर्णय गरेँ तपाईँले कुरा गर्नु बतायो दिस इज माई डिसिजन उठाएर राख्नु त अहिले उठाएर राख्नुहोस् हो ल नहाँसो चाहिँ ल्याउनेहरू रिसाएर लिएर आउनुहोस् एक्सन पनि नहाँस्नुहोस् है पहिले मेरो मैसँग यो घरको छोरी मागेको नि त नि कुरा गाँटो पऱ्यो यहाँ यो गाँटो खोल्नु पर्छ आँखालाई पहिला यो गाँठो खोलौँ न हजुर त्यसपछि त्यो गाँठो म खोलिहाल्छु यो गाँटो खोल पहिला परेको 13औँला गाँठो पुग्दैन मसँग हैसियत मिल्छ भने यो घरको छोरी मागे त नि कुरा गाँटो पऱ्यो यहाँ यो गाँटो खोल्नु पर्छ पहिला यो गाँठो फुकाउँला त्यसपछि पहिला यो गाँठो आएको छु म यहाँ यताउता गरेर 4वटा रागो लडाइसक्यो 8वटा खसी 2टा त अहिले पनि त्यहाँ भुत्ल्याइरहेको छ त्यसै छोरी दिन्न भन्ने कहाँनिर गाँठो पऱ्यो त्यो भन्नुहोस् नभए यो बुद्धवीरले छोड्दैन ए हरिबाउ कहाँ गएर त्यो लग्यो लिएर आइज जा त्यसलाई दुधको दुध पानीको पानी हुन्छ अब यहाँ
पैसामा बिग्दैन। यति बेइज्जत भइसकेपछि जन्ती फर्केर जानलाई अब यो बुद्धवीरले पनि एउटा शर्त राख्छ। ल भन्नुहोस् न त के हो शर्त? हो ल अरू केही गर्ने पर्दैन हजुरले। दुलैको लागि मैले ल्याएको लुगा गहना चुरापोते जम्मै लाएर डम्फुको तालमा छमछमी नाचेर माथि भन्छ तामाङ गरेर भैनी राख्दैछ। अनि यो कुटुम्बको साथ कस्तो लाग्यो थाहा छैन। मलाई हेरिदिनु पर्छ। हेरी यसको मलाई चाहिँ हेरिदिनु पर्छ। हेरी यसको मोबाइल बस्यो। यही हो त्यो डाली सुन्नु छोरीलाई भगाइदिए हामीले हो अब हामी त हजुरको घरमा आएर माफी मागेर कान्छी छोरी दिनु तर हजुरको छोराले त्योभन्दा पहिला नै मेरो जेठी छोरी किन मेरो जेठी छोरीको माया पनि उसको आँखामा हामीले नै भोटाएको। भन्दा त फेरि यहाँ हेर्नु अनि यहाँको छोरो यहाँ कुरा गरिरहेको छ। अब वीरबहादुर यहाँ हेर्नु वीरबहादुर हिँड्दै हिँड्दै आयो यहाँ सम्झेहरू के गर्नु कहाँ कहाँ छैन भने सिन नम्बर 73 होला। सिन नम्बर 73 हजुर नाच्नु ल ल ल क्यामेरा यो भनेर दाइले भनेर हैन जान्नुहुन्छ म त उयो आउँला अहिले सिस गम छैन यहाँ निकै बेर आउँला हुन्छ के अहिले लास्टमा भन्ने यहाँ जाऊ इमोसन कुरा गर्दा त्यहाँ पछाडि पनि त्यहाँ पछाडि आमा रुँदै सबै के अरे
कति हाँसे है के नाम यता रुन्चेहरू खेल्नु बाँकी सुशीला सब रुँदैछ हाँसु सिद्धेकै छ अहिले हाँसेको अगाडि बढ्नु कि अगाडि बढ्नु मैले भन्नु तपाईँको बोल्नेमै मानौ रु है रु मजाले तपाईँ नि रुनु भएको ठिक छ रुनुपर्छ त्यस्तो रियल एक्टिङ यु नो यताबाट गइदिनु पर्यो है हजुर अहिले त्यतैबाट जानु भएको थियो तिमी पनि रु है कतिको रुनु छ है पछाडिबाट बुझ्यो त्यही भनेर सबैलाई भनिदिएँ भन्नलाई है बुझ्नु भयो नि मैले भनेको कुरा अघि भनेको थिएँ नि यताबाट जाने कुरा बुझ्नु भयो नि होइन Action! आज जन्मघर छोडेर जाँदैछ त जाँदैछ Action! छोडेर जाँदैछ जाँदै गरेको त्यो घरको आगो माइतीको आगो नफल्छ 2-4 दिन त तँलाई घरकाले छरछिमेकीले सबैले माया गर्छ छरछिमेकीले माया गर्ने भनेको माया देउनीलाई 2-4 दिन तर जे गरे पनि त्यो आगोलाई तैँले माइतीको आगो
वन्डरफुल ल्याक कस्तो लाग्यो एकदम राम्रो भन्छ दामी एकदमै दामी यो फर्स्ट टाइम सबैजना रोका छन् सबैजनालाई छोएको छ इन्भाइरोमेन्ट पुरै इमोसनल बनाइदिएको छ म त एकदमै मजा आयो एकदम वन्डरफुल लाग्यो यो मुभी हेर्नको लागि एक्साइटेड जय माइती हुनुहुन्छ नि हुन्छु एक्साइटेड फुलपातीमा दसैँ फुलपाती सही सही बब्बाले छ त्यो बहिनीको आँखामा ठुलो परेको हेर के ठुलो भएको हो यो चाहिँ अब फिल्म हेर्न जानुपर्छ जाने नि फिल्म हेर्नु आज सुटिङ गरेर हेरि हेरि रुने अब फिल्म हेर्न कति रुन्यो भाइ हाम्रो फोटो त टक्क टक्क बनाइदिनु पर्छ है अब एक्टिङ गर्दा त यति रोइन्छ अब साँच्चीकोमा त झन् लुकी 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 रुनु भइरहेको थियो त उहाँ त आमाहरूलाई अड्याउनै सकेन गाँठी तपाईँ नि रुनु भयो म त रुइनँ मलाई झन्डै झन्डै म नै रुनु परेको सब आमाहरू रुएर ए यहाँ रुनु हुँदैछ ऊ यहाँनिर आमाहरूको मन